तालु खुइले ससुराबा टाटे पाटे ज्वाइँ अनि तालु छोप्दै छोप्दै कता हेर्नु न हतार हतार बजार झरिहाले टोपी लाउनु भुलेछु यो निउरोडा यो खुइले टाउको कसैले देख्छन् कि भन्ने तालु छोप्दै हिँडेको त ज्वाइँकै आँखा परेर मर्यो आखिरी ज्वाइँले देखिहाल्यो बर्बादै भयो मेरो कपाल कस्तो थियो रे ससुराबा पहिला राम 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 तपाईँको कपाल खसी खुइल्याउँदा छोडे जस्तो टाटेर पाटे होइन अहिले यसरी सर्लको क्यारेर भयो यसरी हो ऋषि आदिवासी तेलले गर्दा यो तेल लाएको ससुराबा त खुइल्यो खसी जस्तो कपाल त सर्लक्क रायसमलको जस्तो भयो यो स्याम्पू पनि लाइन्छ यसले फेरि ट्रिटमेन्ट पनि गरिन्छ आफू त ढुक्क ससुराबा अरू गाह्रो भएको ससुराबा तपाईँको एउटी छोरी मात्रै पाल्न त ठिकै थियो कपाल राम्रो भएर दुई चारवटा छोरी नै आउँछन् कि जस्तो भएर टेन्सन भएको ससुराबा तिमीलाई बैगुनी ज्वाइँ त्यति राम्री छोरी दिएर गुण लाए अनि यस्तो रहेछ त मलाई पनि कपाल पलाउँछ ससुराबा भनेर यो तेल दिएर मलाई गुण तिर्न पर्दैन तिमीलाई बैगुनी गुण त लगाइहाल्छु नि ससुराबा ल यहीँ छिर्नुहोस् त फेरि ससुराबा मेरो जस्तै 4-5 वटा सासूआमा पछि लाउला नै फेरि लाउनु नगरौँ सासू थप्नु उमेर हो मेरो यो ए होइन नि ल आउनुहोस् बरु टेन्सन नमान्नु न